Changmalata City, welcome to Lamus Vision. आजको के पूजा हो रे मेमे? आज अब तातो पानीको इबीको नामबाट चाहिँ नामगेल तोङज्यू पूजा चाहिँ हाम्रो यहाँ सङ्गीत छेलिङ गुम्बामा पूजा भएको कारणले सबै आफ्नो इबीको नाता नातिनी भान्जा भन्दी सबै दिदीबहिनी इष्टमित्रहरू जम्मा भएर आज पूजाको उपलक्ष्यमा उपस्थिति भएको हो। धन्यवाद जानकारीको लागि। तपाईलाई चाहिँ कस्तो लागिरहेछ पूजा? पूजा अब इबीले यत्रो गरिरहेछ, हामी सबै खुसी छ है। अनि के भन्न चाहनुहुन्छ? अब के भन्नु, अब यहाँ हाम्रो इबीले गरेको पूजा सबैले हेरिदिनु होला। ए हो आज के पूजा होला? नामगेल तोङज्यू पूजा है। अनि कस्तो लागिरहेछ हजुरलाई? हाम्रो फुपूको लागि राम्रो रह्यो। दाइलाई आज पूजा कस्तो लागिरहेछ? पूजा एकदम राम्रो, दिदीको लागि एकदम राम्रो भयो। अनि हामी कुन गुम्बामा छौँ त दाइ आज? किमटोलको गुम्बा। किमटोलको गुम्बा। इबीको पूजा कस्तो लागिरहेछ? एकदम रमाइलो एकदम रमाइलो भएको छ है हाम्रो। एकदम रमाइलो भएको छ। अनि तपाईहरु त टिकटकमा भाइरलहरु हो? भाइरल हामी चाहिँ अब चाहिँ बन्नु लाग्यो भाउजू, अब भाइरल पनि। कस्तो लागेछ सानो यो गुम्बामा आएर? माया दिदीलाई कस्तो लागिरहेछ? है। अनि केही छ भन्नु? यस्तै पूजा फेरि पनि गर्नु। ए तपाईहरुलाई आजको पूजा कस्तो लागिरहेछ? यिनीहरू त लाटा हो, अहिले परबाट रमाइलो लागेछ बुहारी। रमाइलो बच्चाहरूलाई नि खेल्ने बच्चाहरू पनि खेलिरहेछ। आजको पूजा विशेष हाम्रो इबीको लागि हो नि त है। अनि के भनिदिनुहोस् न इबीको आयुको लागि, सुस्वास्थ्यको कामना। लङ लाइफको लागि पूजा गरेको हो। त्यसैले इबी नामगेल तोङज्यू चाहिँ एकदमै लङ लाइफ अनि निरोगी हुने, अब एकदम राम्रो हुने, सबै काम कुराहरू सफल हुने, त्यसो। आज इबीको लागि राखेको पूजा हजुरलाई कस्तो लागिरहेछ? राम्रै। पहिला नै आउनु भएको थियो गुम्बामा? हजुर यो गुम्बामा पहिला नै आउनु भएको थियो? हजुर। यता आनीलाई कस्तो लागिरहेछ? धेरै राम्रो लाग्यो। है। अनि राम्रो भयो हाम्रो फुपूलाई, धेरै धेरै ठुल्ठुलो उमेरमा यसरी धर्म गर्न पाएकोमा राम्रो भयो। यता देवरामजीलाई हजुर आजको पूजा कस्तो लागिरहेको छ? गुम्बा कस्तो लागिरहेको छ? राम्रो छ, राम्रो इबी आज पूजा कस्तो लागिरहेछ तपाईँलाई? राम्रो लागिरहेको छ। आनन्द लागिरहेछ? अनि यता ठुलमम्मीलाई? एकदम राम्रो भयो पूजा। पूजा गरेर यहाँ भनी गर्दैछु, एकछिनमा सिकिने अरे। यता इबीलाई? एकदम राम्रो लाग्यो। गुम्बा दर्शन गऱ्यो, माथि चक्रमा आनन्द लाग्यो। यहाँ इबीलाई आज कस्तो लागिरहेछ? हाम्रो शैली फुपूको पूजा गरेको हजुर एकदम राम्रो भइरहेको छ। सबैलाई राम्रो होस्, मृत्यु भालो नि राम्रो होस्, एकमुठी पर्ने भएको सबैलाई राम्रो होस्। मेरो प्रार्थना यही हो। यता आजीलाई? आजको पूजा चाहिँ साइलिबीको नाममा गरेको भएर विशेष साइलिबीलाई होइन अब टाँसिदिने, अनि त्यसपछि सबैलाई राम्रो भएको छ। आजको पूजा चाहिँ एकदम बेस्ट हो। नामगेल तोङज्यू सबभन्दा ठुलो पूजा नै हो, तर राम्रो भएको छ आज चाहिँ। इबी धेरै खुसी छ अरूभन्दा पनि होइन। हामी यस संस्थालाई पनि धेरै धेरै धन्यवाद। यसरी नै सधैँ पूजा गर्नु पाओस्, राम्रो राम्रो पूजा गर्नु पाएर हामीले पनि दर्शन गर्नु पाओस् होइन। धन्यवाद। भन्नु पऱ्यो नि त होइन। होइन यहाँ पर
हेलो कतिमा मेरो ब्लगमा है यो डे नि त हेर्नु त माइ छुटी त टिका लगाइछ त
हाई गरेको खोइ त हाई गरिदेऊ न वेलकम टु लमुस ब्लग भनिदेऊ त वेलकम यहाँ रे जन हाई गरिदेऊ न शान्तिपूर्ण र पारिवारिक महलमा इबीको लागि बिन्ती बिसाउँदै नामगिलमा भगवानलाई पुकार्दै उहाँको आयुको कामना गर्दै सुस्वास्थ्यको कामना गर्दै राखिएको यो पूजा निकै नै स्मरणीय रहनेछ।
हाम्रो इबीको लागि राखिएको दीर्घायुको कामना पूजा यही समापन भएको जानकारी गराउँदछु। नामगेल थोङ छोए पूजा यानि कि लामो आयु पूजा आफ्नो आमाको लागि आयोजना गरिदिनु भएकोमा हाम्रो छ्यामा मिङमर शेर्पालाई पनि हृदयदेखि नै धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु र साथै म पनि यस भिडियोबाट बिदा लिन चाहन्छु। हस्त धन्यवाद। प्लिज लाइक, सेयर एन्ड कमेन्ट।